हाम्रो शहरमा भविष्य यति उज्यालो छ कि वर्तमानले अझै भेट्न सकेको छैन। वेलकम टु नेपालगञ्ज। नेपालगञ्ज सम्भावनाले भरिएको शहर, व्यापारको केन्द्र, संस्कृतिको केन्द्र। तर प्रश्न एउटै, हरेक चिया पसलमा, हरेक गल्लीमा विकास कहाँ छ? नमस्ते, आज म कुरा गर्न गइरहेको छु नेपालगञ्जका मेयर यस प्रशान्त विष्ट। नेपालगञ्जले नयाँ पुस्ताको नेतृत्व पायो। युवा, एनर्जेटिक, भिजन भएका, प्लानिङ भएका। त्यो प्लान सुन्दा यस्तो लाग्छ नेपालगञ्ज भोलि नै सिंगापुर बन्छ। ये क्या है? तर जनता एउटै कुरामा कन्फ्युज। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। यो नेपालगञ्जमा सुरुमा प्लान आउँछ कि रिजल्ट? किनकि प्लानिङ हरेक वर्ष आउँछ, तर खाल्टो त्यही पुरानो भेटिन्छ। नेपालगञ्जको रोडसँग मेरो इमोसनल रिलेसनसिप छ। हामी हरेक वर्ष भेट्छौं उही अवस्थामा, कहिले रोड, कहिले खाल्टो, कहिले पाइप। यस्तो कन्सिस्टेन्सी त नेटफ्लिक्सले पनि राख्दैन। हाम्रो सडकको पनि सिरिज छ। सिजन 1 रोड कन्स्ट्रक्सन, सिजन 2 रोड रिकन्स्ट्रक्सन, सिजन 3 रोड अन्डर कन्स्ट्रक्सन अगेन, सिजन 4 यति नाचाट। नेपालगञ्ज कागजमा त क्लिन सिटीको यात्रामा छ, तर कहिले काहीँ सडकले अर्कै स्टोरी देखाउँछ। डस्टबिन खाली भेटिन्छन् किनकि फोहोरहरू वरिपरि निस्किएर स्वतन्त्रताको मजा लिइरहेका हुन्छन्। हावा लाग्नुपर्छ, फोहोरहरू टुरमा निस्कन्छन्, एउटा गल्लीदेखि अर्को गल्लीसम्म। फ्री होम डेलिभरी। जनता पनि गुनासो कम, जोग धेरै गर्ने भएका छन्। भन्छन् नेपालगञ्जमा गार्बेज कलेक्सन भन्दा राम्रो त गार्बेज रोटेसन छ। हिम्मत कैसे हो तेरी मुंह खोलने? हाम्रो मेयरको एउटा कुरा चाहिँ मान्नै पर्छ, भिजनको कमी छैन। आज एउटा प्लान, भोलि अर्को प्लान, अर्को हप्ता फेरि अर्को अनाउन्समेन्ट। कहिले काहीँ त लाग्छ नेपालगञ्जमा प्रोजेक्ट सुरु हुनुभन्दा अगाडि प्रोजेक्टको नाम छिटो रेडी पारिन्छ। ग्रिन सिटी, क्लिन सिटी, डिजिटल सिटी। जनताहरू पनि भन्छन् सर प्लेलिस्ट धेरै भयो, एउटा हिट गीत दिने हो कि? तर सबै दोष मेयरलाई मात्रै दिने? हामी पनि कम छैनौं। भोट हाल्न जाँदा हाम्रो मान्छे हो भनेर हाल्छौं, काम भएन भने किन भएन भनेर कराउन जान्छौं। ये भी मेरी गलती है। नहीं भाई मेरी गलती है। नहीं मेरी गलती है। नहीं बाबा नहीं मेरी गलती है। अनि फेसबुकमा स्ट्याटस लेख्छौं, देश कहिले बन्दैन। बन्ने कसरी? हामीलाई काम भन्दा रिबन काटेको फोटो हेर्न मन पर्छ। रोड बन्नुभन्दा अगाडि बोर्ड टाँसेको हेरेर हामीलाई खुसी मिल्छ। बन्छ कसरी? यहाँ काम सुरु हुनुभन्दा अगाडि फोटो आउँछ, काम सकिनुभन्दा अगाडि अर्को योजना आउँछ। अरे बाप रे, ये तो धोती खोल रहा है। मैले भिडियो मार्फत कसैको विरोध या कसैलाई दोष लगाउन खोजेको होइन, किनभने लोकतन्त्रमा प्रश्न सोध्नु विरोध होइन, प्रशंसा गर्नु कमजोरी होइन। यी दुई आवश्यक छन्। त्यसैले अन्तिममा प्रश्न, प्रशान्त विष्ट एउटा राम्रो मेयर कि योजनाकार मात्र? उत्तर तपाईको। हस् त, आजलाई यति नै। अर्कोचोटि फेरि भेट्नु छु एउटा नयाँ भिडियो लिएर। स्टे सेफ, स्टे हेल्दी। थ्याङ्क यू।